Good morning. So, hey everyone, how are you guys doing? Welcome to vlog. अहिले बिहानको I don't know कति बजेको छ, but a long time back, a fresh morning भइरहेछ. यो छ मेरो भाइ and we both are walking around. So अनि के हो भन्दाखेरि चाहिँ म नेपाल चाहिँ लगभग 30-35 दिनको लागि हो. अब बाँकी धेरै टाइम छैन, बट सो वाट एभर आई डु म क्यामेरामा लिन्छु भन्ने सोचिरहेको छु. अब मेमोरेबल मुमेन्ट्सहरू. सो त्यस्तो ह्युज प्लान त केही छैन, बट अलिअलि हुन्छ नि. म जे गर्छु जति सक्छु भ्याउँछु. अनि I'll be in YouTube. यो ठाउँ चाहिँ किन अब अलिकति खास छ भन्दाखेरि यो ब्युटिफुल त यतिकै नै छ. दिस इज सो ब्युटिफुल. मलाई अरू कुनै होइन ब्युटिफुल अब आई कान्ट से अब कसरी भन्ने, अब मलाई वर्डै छैन. सो एनिवाइज दिस इज सो ब्युटिफुल. अब यहाँ मात्रै यत्रो ठुलो डाँडा छ एन्ड रुखहरू पुरै अलि डेन्स जङ्गल छ. सो यताबाट भ्यू देख्छ. सो म बच्चादेखि हुर्केको भएर हो कि अब के भएर हो, आई डोन्ट नो द रिजन, बट दिस इज माई फेभरेट प्लेस. अनि या म केटाहरूसँग हुने बेला नि आइरहेको हुन्थ्यो. सो केटाहरूलाई पनि एकदम अब के भन्नु यिनीहरूलाई अब म एक्लै आइहालेँ. सो नो प्रब्लम. अब खै दावा लाले हाम्रो सुभाष अनि कल्लु कविनहरू हराइहाल्यो. अलिकति अब आफ्नो लाइफमा बिजी छन् सबैजना. बिजी पनि हुनुपर्छ है गाइस. फेरि अब तिमीहरूले रमाइलो मात्रै यो मात्रै लिएर त हुँदैन नि. फेरि भोक मन लाग्छ. भात पनि. आजको प्रोग्राम चाहिँ के हो भन्दाखेरि मेरो एउटा बहिनी छ, म उसलाई भेटेर नै देखाउँछु तपाईँलाई. सो सी इज लाइक अलिकति मेहनती, हार्डवर्किङ छ, अलिकति केही गर्न खोजिरहेको छ कलेजमा पढ्दा पनि. सो म देखाउँछु उसको केही कुराहरू. Hello guys, let's have that. मेरो नाम चाहिँ मन्टु तामाङ हो. मेरो मम्मी के अरे गोरी विश्व सुन्दरी चाहिँ मेरो मम्मी. दादा चाहिँ मेरो ठेगाना चाहिँ चौतारा हो क्या. अनि हेर्नु सक्नुहुन्छ. यो चाहिँ मेरो दिदी हो. यो चाहिँ यहाँ हाम्रो फुलबारी क्रिएसन हो. यो दिदीको आइडीको नाम के हो फुलबारी तपाईँको? भन्नु अब आफैले भन्छयो मैले के भन्नु. फुलबारी क्रिएसन हो दिदीको आइडीको नाम चाहिँ. सर्च गर्नु होला. अनि र हाम्रो फुलबारी क्रिएसनमा चाहिँ हामीले चाहिँ यहाँ के बनाइन्छ भने जस्तो हामीले ब्लाउज हो अनि यो चाहिँ हाम्रो ब्रोच हो के गाइज. हेर्न सक्नुहुन्छ. यो चाहिँ सानोवाला हो. The shadows play, the wind hums songs at the break of day.
whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills the velvet dark, etching patterns, leaving its mark. स्वागत छ यहाँहरू सबैजनालाई फुलबारी क्रिएसनमा। म हुँ कल्पना तामाङ। हाम्रो यो फुलबारी क्रिएसनमा चाहिँ सबै ह्यान्डमेड प्रोडक्टहरू बिक्ने गरेको छ, जसमध्ये चाहिँ हेयर क्लिपहरू अनि लाछाडोरी, इयर रिङ्स अनि नेकलेसहरू तपाईँहरूले पाउन सक्नुहुन्छ। साथसाथै अहिले चाहिँ हाम्रो नयाँ प्रोडक्टहरू एड भएको छ, जसमा चाहिँ यो हेयर ब्यान्ड अनि त्यस पछाडि किरिङहरू रहेको छ। तपाईँहरूले यदि अर्डर गर्न चाहनुहुन्छ भने चाहिँ वाट्सएप नम्बर हाम्रो बायोमा रहेको छ र टिकटकमै पनि तपाईँहरूले म्यासेज गर्न सक्नुहुन्छ, इन्स्टामा पनि तपाईँहरूले हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। धन्यवाद। ब्रोच भनेको ब्राउच भन्छ। कस्तो राम्रो देख्छ गाइस, तपाईँहरूलाई पनि राम्रो देख्छ। वाइ गाइस, ल कहाँ भन्नु ठ्याक्कै बाँदर ठ्याक्कै बाँदर नि देख्दो रहेछ। उहाँ चाहिँ मेरो दाइ हो अँ, है। अँ। दाइले हामीलाई चक्लेट ल्याएर है विदेशबाट आउँदा नि कतिवटा टाउको तँलाई मैले के भन्नु भने सबैजनालाई बाई बाई भन्दै एकचोटि ल कुछ भाइ म चाहिँ मजल हो है फेरि गाइस। गुड बाई भन्दै एकचोटि ल कुछ भाइ door, the side